हेलो नमस्ते। आज चाहिँ हामी यहाँ हर्दी बारी यो हामीले हर्दी रोपेको छ। यसलाई वी अल्सो कल्ड टर्मेरिक र हिन्दीमा यसलाई हल्दी पनि भनेको सुनेको छु। हामी हर्दी भन्छौँ। यो हर्दी यहाँनिर रोपेको थियो। आज अलिकति गोड्ने मेलो भइरहेको छ। हेर्नु चाहिँ यो हल्दी राम्रो आएको छ। यो चाहिँ परसम्म छ। अन्त यतापट्टि यहाँ गोड्ने काम भइरहेको छ। अन्त यो म गएर यता माथि पनि छ, अलिक माथि पनि। र यसरी यो हर्दी चाहिँ राम्रो आएको छ। अहिले यसलाई अब अझै मल हाल्नुपर्ने भइरहेको छ। अब गोडेपछि चाहिँ यसलाई यो अझै मजाले आउने हुन्छ। यो आउँछ यो यहाँनिर यत्रो एउटा रोपेको यत्रो टुसा हानिरहेको छ कि हेर्नुहोस्, ठुलो भइरहेको छ। अन्त यो अदुवा जत्तिकै फल्दो रहेछ। अग्लो भएको छ, झन्डै 3-4 फिट, कोही त 5 फिटसम्म पनि छ यसको बोट त। र अब यो चाहिँ अर्ग्यानिक, यो चाहिँ अब हामीले घरैमा आफ्नै बारीमा फलाएको हल्दी चाहिँ हामी खान्छौँ यसरी। ल है हजुर, तपाईँहरूकोमा कस्तो छ कुनि हर्दी रोप्नुहुन्छ कि हुँदैन? हामी चाहिँ यसो गर्छौँ, अलिअलि कम्ती रोप्छौँ र पनि हामीलाई पुग्छ। यसले त वर्षभरि खानु पुगिहाल्छ। हुन्छ, थ्याङ्क यू।